はい、皆さん、こんにちは。お元気ですか？はい、今日は第1課レッスン1の言葉の意味、はい、मिनिङ चाहिँ पढौँ आज हामी। ल मिनिङ फर्स्टमा वातासी, वातासी भनेको म है, वातासी भनेको म। यो अब त्यसपछि वातासी ताची भनेको हामी। आनाता, आनाता भनेको तपाई, तिमी। र जापानिजमा जेनरली आनाता भन्ने शब्द हामी हाम्रो नेपाली ल्याङ्ग्वेजमा तपाई भनेको जेनरली एक किसिमले पोलाइट भए पनि जापानिज भाषामा यो तिमीसो सरको, यसलाई त्यति पोलाइट मानिदैन र जापानिजहरुलाई जेनरली आनाता भन्नु त्यति बेटर पनि हुँदैन। त्यसकारण कि त नामै भन्नु पर्यो है। आनाता भनेको केही पनि उपाय नभएको बेलामा जेनरली तपाई भनेर भन्नको लागि युज चाहिँ गरिन्छ। आनो हितो भनेको उ त्यो मान्छे, आनो हितो उ त्यो मान्छे। र यदि यसलाई हामीले आनो हितो उ त्यो मान्छे भन्दा हामीले बोलेको शब्द त्यति पोलाइट भएन। यसलाई पोलाइटली बोल्ने हो भने चाहिँ आनो काता भनेर भन्नुपर्ने हुन्छ। आनो काता भनेको चाहिँ उहाँ है, आनो काता भनेको उहाँ। र त्यसभन्दा मुनि छ मिनासान, मिनासान भनेको अब सबैजनालाई एक किसिमले चाहिँ रेस्पेक्ट पूर्वक बोलाउँदाखेरि धेरैजना मान्छे हुनुहुन्छ र सबैलाई एकैचोटि सम्बोधन गर्नु पर्यो भने है, लेडिज एन्ड जेन्टलम्यान भन्छ नि अंग्रेजीमा, हो त्यस्तै गरी मिनासान भनिन्छ अंग्रेजीमा चाहिँ। यसलाई मिन्नासान पनि भन्न मिल्छ यहाँ है, यहाँ न भन्ने अक्षर थपेर मिन्नासान पनि भन्न मिल्छ। र जेनरली यो सान भनेको जी, हामी जी भनेर भन्छौं नि, रामजी, श्यामजी भने जस्तै सान भनेको जी। अब जापानिजहरुको नाम चाहिँ यामादा, तानाका हुन्छ, हो त्यस्तो बेलामा यामादा सान, तानाका सान यसरी चाहिँ हामीले भन्नुपर्ने हुन्छ। र च्यान भनेको चाहिँ नानी बाबु भने जस्तै हो, च्यान है, जापानिजमा च्यान। हाम्रो बुकहरुमा लेख्यो भने चाहिँ यो चाहिँ अब सानो बच्चाहरुलाई मात्र युज गरिन्छ भनेर भनेको छ त्यहाँनेरि, तर त्यस्तो हुँदैन है। यो चाहिँ माया गरेर भन्ने एक किसिमको शब्द हो। यो चाहिँ महिला पुरुष जोसुकैलाई पनि युज गरिन्छ, एकदम आफूमा एकदमै घनिष्ठ मित्र है, घनिष्ठ मान्छेहरुलाई। र अर्को कुरा सानो नानी बाबुहरुलाई च्यान भनेर भनिन्छ। नामको पछाडि हामी के गर्छौं, च्यान भनेर लगाउँछौं। दाइगाकु भनेको चाहिँ युनिभर्सिटी, विश्वविद्यालय है, दाइगाकु भनेर भनिन्छ युनिभर्सिटीलाई। जस्तो हाम्रो त्रिभुवन युनिभर्सिटी है, त्रिभुवन दाइगाकु हो, यस्तो किसिमले चाहिँ दाइगाकु भनेको युनिभर्सिटी। यसपछि यहाँ सेन्से छ, सेन्से हेर्नु त, सेन्से। अब जेनरली कतिपय हाम्रो नेपाली अक्षरहरुमा पनि भवेल लेटरको उच्चारण त्यति प्रष्ट हुँदैन, त्यस्तै गरी यो सेन्सेमा पनि हामीले जापानिज नै उच्चारण गर्ने हो भने सेन्से, सेन्से भनेर भन्छौं, इलाई त्यति फोकस चाहिँ गर्दैनौं। सेन्से, सेन्से भनेको टिचर। र जापानमा सेन्से भन्नाले चाहिँ हाम्रो जस्तो अफिसको हाकिमलाई पनि सेन्से भन्ने चलन चाहिँ छैन। वहाँनेरि सेन्से भनेको दुईटा पर्सन मात्रै हो, एउटा टिचिङ गर्ने मान्छे वास्तवमै सेन्से हो भने अर्को डाक्टरलाई मात्र सेन्से भन्नुपर्छ, अरूलाई सेन्से भन्न चाहिँ मिल्दैन। एकदमै ध्यान दिनु होला यो कुरामा। क्योसी, क्योसी भनेको पनि टिचर नै हो, प्रशिक्षक नै हो। यो चाहिँ एउटा पेशाको रूपमा, मेरो पेशा के हो, म टिचिङ गर्छु भने मेरो पेशा चाहिँ क्योसी हो। अरूले भन्दा चाहिँ मलाई के भन्छन्, सेन्से भनेर भन्छन् है। त्यसपछि त्यो भन्दा तल हेर्नुस् त, गाकुसे, गाकुसेई भनेर नभनेर हामीले गाक्से अलिकति इलाई साइलेन्ट गर्नुपर्ने हुन्छ, अलिकति यहाँ आएपछि चाँडो भन्नुपर्ने हुन्छ। हामीले प्रोनाउन्सिएसनलाई चाहिँ जापानिज बनाउने हो भने गाक्से, गाक्से है। अब यहाँनेरि चाहिँ गाकुसेई भन्दा रङ त हुने होइन, तर पनि यसलाई प्रोनाउन्सिएसन चाहिँ हामीले जापानिज स्टाइलको बनाउने हो भने गाक्से, गाक्से है, यसरी भन्नुपर्ने हुन्छ। खाइस्याइन, यसलाई का उच्चारण नगरेर खा उच्चारण गर्ने, खाइस्याइन, खाइस्याइन है, कम्पनी कर्मचारी। खाइस्याइन भन्नाले कम्पनी कर्मचारीलाई चाहिँ बुझाउँछ। त्यसपछि तल स्याइन लेखेको छ, सिसानुया इन स्याइन। स्याइन भनेको कम्पनीको स्थायी कर्मचारीलाई स्याइन भन्ने गरिन्छ, स्याइन भनेको स्थायी कर्मचारी। अब यो स्याइन भन्दा अगाडिपट्टि कम्पनीको नाम पनि लेख्न सकिन्छ है, कम्पनीको नाम लेखेर अनि त्यो कम्पनीको स्याइन पनि भन्न सकिन्छ, त्यसरी पनि बनाउन सकिन्छ। लेसन 1 मा गएपछि तपाईहरुले त्यो लेखेको भेट्नुहुन्छ पक्कै पनि। गिन्कोइन भनेको बैंक कर्मचारी। अब यसको उच्चारण हामीले ध्यान दिनुपर्छ, गिङ यहाँ न उच्चारण गर्नु पर्यो है। न को उच्चारण काहीँ म हुन्छ, काहीँ न हुन्छ, काहीँ न हुन्छ भनेको छ नि त। जेनरली क अथवा ग को लाइनको अक्षर क का काकी कुकेको, गागी गुगेको भन्दा अगाडि यो न अक्षर आयो भने यसको उच्चारण न गर्नुपर्छ। त्यसकारण हामीले
प्रोनाउन्सिएसन राम्रो गर्नको लागि त्यसलाई गिन्कोइन भनेर उच्चारण गर्यो भने बेटर हुन्छ, गिन्कोइन है। त्यसपछि ईस्या छ, ईस्या भनेको डाक्टर हैन, ईस्या भनेको मेडिकल डाक्टरलाई जेनरली ईस्या भनिन्छ है। केन्क्योस्या, केन्क्योस्या, केन्क्योस्या भनेको रिसर्चर है, केन्क्योस्या रिसर्चर। अब अनुसन्धान गर्ने मान्छे। अब यसपछि यो एन्जिनिया, यो चाहिँ काताकानामा छ, राम्ररी हेर्नु होला। एन्जिनिया छ है, एन्जिनिया या होइन, यो आ हो, एन्जिनिया इन्जिनियर। यो काताकानाको इन्जिनियरको ट्रान्सलेट हो। ब्योइन भनेको अस्पताल, ब्योइन भनेको चाहिँ अस्पताल। र अब हामी अर्को फेरि सेसनमा फेरि अरू थप मिनिङहरू चाहिँ पढ्नेछौँ है। फेरि अघि हामीले पढेको लेसन 1 को मिनिङको पार्ट चाहिँ अर्को पार्ट चाहिँ यहाँनिर मैले जोडेको छु। देङ्की, देङ्की भनेको चाहिँ बिजुली अथवा यसलाई बत्ती पनि भन्न सकिन्छ, जस्तो चिमहरू हुन्छ नि, त्यसलाई पनि देङ्कीको रूपमा प्रयोग गर्न सकिन्छ। र बिजुली है, बिजुली छ छैन भन्छौँ नि हामी, हो त्यसलाई पनि देङ्की नै भनिन्छ। र दारे भनेको चाहिँ को, अङ्ग्रेजीमा हु भन्छौँ नि, दारे भनेको को, तर दारे भनेको चाहिँ ठाडो भाषा हो, दारे भनेको को भनेर भनेको हैन। अब यसैलाई पोलाइटली भन्ने हो भने दोनाता है, दोनाता को हो भन्नु र को हुनुहुन्छ भन्नुमा फरक हुन्छ नि, हो त्यस्तै खालको दोनाता भनेको अलिक पोलाइट भाषा भयो। त्यसपछि तल साई भनेर लेखेको छ, साई भनेको उमेर जनाउन है, उमेर जनाउन हामी साई युज गर्छौँ। साई भनेको यसको अगाडि चाहिँ अङ्क लेखिन्छ यहाँनिर है, अङ्क है, 1 2 3 4। इचिनी हजुरले पढ्नु भएको छ भने इसाई निसाई सानसाई भनेर यसरी जोडिन्छ उमेर है, अङ्क अगाडि राख्नुपर्छ, साई भनेको उमेर। अनि नानसाई भनेको कति वर्ष भनेको, कति वर्ष, नानसाई क्वेसन सोधिन्छ नि कति वर्ष हुनुभयो, हो त्यस्तो बेलामा हामी युज गर्छौँ नानसाई कति वर्ष। र यसलाई पोलाइटली सोध्नु पर्ने भयो भने हामी नेपालीमा पनि कति जति हुनुभयो होला है, यस्तो खालकोलाई चाहिँ हामी ओइ कुचु भनेर भन्छौँ पोलाइटली। नानसाईको पोलाइट भाषा चाहिँ ओइ कुचु, आफूभन्दा ठुलाहरूलाई भन्नु पर्यो होइन, पोलाइटली बोल्नु पर्यो भने ओइ कुचु युज चाहिँ गरिन्छ। ओइ कुचु भनेको पनि कति वर्ष नै भयो। हाई, हाई भनेको चाहिँ हजुर भने जस्तो भयो। यस पनि भने ओके, विभिन्न रूपमा आउँछ। हाई भनेको जेनरली पोजिटिभ शब्द भयो नि त, ओके पनि हुन्छ यसको अर्थ, यस पनि हुन्छ नेपालीमा भन्दा हजुर, भने जस्तो। इए भनेको नो होइन हैन, भने जस्तो अर्थ हुन्छ इए। यसलाई इए नभनेर इए, इलाले लामो तानेर इए भन्ने हो है, इए, हाई इए यस्तो। त्यसपछि यतापट्टि हेरौँ, सिचुरेई देशगा भनेर लेखेको छ, सिचुरेई देशगा, बिस्तारै पढ्नुहोस् त, सिचुरेई देशगा। अब सिचुरेई देशगा भनेको कतिपय कहिलेकाहीँ के हुन्छ भने हामीलाई एकदमै आवश्यक नपर्ने कुराहरू पनि हामी कहिलेकाहीँ सोधिदिन्छौँ, सोध्न मन लाग्छ, मनमा खसखस हुन्छ, सोधिदिन्छौँ नि, हो त्यस्तो अवस्थामा चाहिँ माफी चाहन्छु है भने जस्तो। अब तपाईँले एउटी राम्री केटी देख्नुभयो, ऊ कहाँ बस्यो होला, उसको नाम के होला, तपाईँलाई एकदम खसखस भयो, मतलब एक किसिमको मनमा चाहिँ क्वेसन भयो, अनि सोध्न मन लाग्यो भने तपाईँले पहिले चाहिँ सिचुरेई देशगा भन्नुहुन्छ, अनि तपाईँको नाम के होला भन्नुहुन्छ हैन। यो भनेको माफी चाहन्छु है, मैले तपाईँको नाम सोधेँ है भन्न खोजेको, सिचुरेई देशगा। ओ नामा एवा, तपाईँको शुभ नाम चाहिँ भन्नुभयो भने यो के हुन्छ, हाम्रो बोल्ने शैली चाहिँ पोलाइट हुन्छ। सिचुरेई देशका ओ नामा एवा, ओ नामा ए, यो हा जस्तो देखे पनि यो वा हो, पछि यसको बारेमा हामी पढ्छौँ। ओ नामा एवा यो क्वेसन मार्क हो है, शुभ नाम चाहिँ के होला भन्न खोजेको है, ओ नामा एवा शुभ नाम चाहिँ। अब यसभन्दा पछाडि पनि थियो, यसलाई पुरै सेन्टेन्स बनाउने हो भने पुरा सेन्टेन्स छैन। यस्तै गरी हेर्नुहोस् त, त्योभन्दा तल हाजिमे मास्ते लेखेको छ। हाजिमे मास्ते भनेको एक किसिमको नयाँ मान्छेसँग फर्स्ट टाइम भेट हुँदाखेरि प्रयोग गरिने चाहिँ एउटा ग्रिटिङ हो। यो अरू बेला दोस्रो टाइम भेट हुँदा यो ग्रिटिङ फेरि प्रयोग गरिँदैन। हाजिमे मास्ते भनेको फर्स्ट टाइम भेट हुने मान्छेलाई हामीले चाहिँ नमस्कार भने जस्तै हो, पहिलो भेटको नमस्कारको रूपमा पनि यसलाई लिन सकिन्छ, हाजिमे मास्ते है। अनि अर्को त्यसपछि तल छ दोजो योरोसिकु ओनेगाइसिमास, दोजो योरोसिकु ओनेगाइसिमास, तपाईँलाई भेटेर खुसी लाग्यो, नाइस टु मिट यु हैन, दोजो योरोसिकु ओनेगाइसिमास है। पछि गएर यसलाई हामीले दोजो छुट्टै, योरोसिकु ओनेगाइसिमास छुट्टै पनि युज गर्न मिल्छ, त्यो पछि पढाउँला फेरि त्यसको अलिक बेग्लै अर्थ हुन्छ। र यसलाई एकै ठाउँ आयो भने चाहिँ तपाईँलाई भेटेर खुसी लाग्यो भन्ने किसिमको अर्थ चाहिँ आउँछ। यस्तै गरी त्योभन्दा मुनि कोचिरा
कोचिरावा सान्देश या कोचिरावा पनि हुन्थ्यो कोचिरावा। यहाँ मान्छेको नाम हुन्छ कोचिरावा सान्देश। सान भनेको जी, अघि नै हामीले पढिसकेका छौँ। सान भनेको जी। यहाँ यामादा सान्देश पनि हुन्छ। यामादा नाम लेखिन्छ जेनरली, यहाँ मान्छेको नाम आउँछ है। यहाँनिर चाहिँ नेम, मान्छेको नेम राखिन्छ। उहाँ चाहिँ यामादा जी हो भन्ने अर्थ हो। हामीले नयाँ मान्छे कोही लिएर गयौँ, साथमा परिचय गराउनु पर्यो भने हामीले यसरी परिचय गराउँछौँ कोचिरावा। अनि यहाँ नाम राख्छौँ राम सान्देश, श्याम सान्देश, उहाँ चाहिँ रामजी हो भन्ने खालको अर्थ भयो। त्यसपछि अब यो काताकानामा विभिन्न देशहरूको नाम लेख्ने तरिकाहरू सिक्छौँ। अमेरिकालाई हामीले अमेरिका नभन्दा अमेरिका पढ्नुपर्ने हुन्छ जापानिजमा। अमेरिका। इगिरिसु, इगिरिसु भनेको चाहिँ बेलायतलाई जापानिजहरूले इगिरिसु भनेर भन्छन्। र इन्डो भनेको चाहिँ इन्डिया, इन्डो भनेको इन्डिया। आजलाई चाहिँ हामी यति नै गरौँ। थ्याङ्क यू।